जोहार फेरि पनि स्वागत छ आजको मेरो एउटा नयाँ ब्लगमा। आज चाहिँ हो सरस्वती पूजा अनि म चाहिँ यसलाई यसको स्कुल जाँदैछु पुर्याउन नि। अनि यहाँ भतिजीहरू पनि छ, उनीहरूको पनि स्कुल उनीहरूलाई पुर्याएर नि हामीहरू त फर्किहाल्ने, किनकि आज गाउँमा एउटा बिहे पनि छ अनि उता पनि जानुपर्ने नि। सो हेर्दै गर्नु आज के हुन्छ भनेर। हेलो कर हेलो कर हेलो कर ए बाय बाय भाग ए म चाहिँ स्कुलदेखि आइसकेँ त बच्चा बुच्चीहरूलाई पुर्याएर अनि अब चाहिँ म जाँदैछु यता बिहे घरतिर। अनि यहाँदेखि हेरिरहेको छु म त्यहाँ के विधिहरू भइरहेछ। अहिले बारात निस्किन्छ एकछिनमा अनि त्यसपछि सबजना भेला हुन्छ। अहिले अलिक टाइम छ, सो अहिले म त्यहाँ हेर्छु के हुन्छ भनेर अनि को कति भेला भएको छ। सो यति भन्दै ड्राइभर हेभी ड्राइभर एउटा यहाँ सोनेपे सुहाका भएको छ नि गाइज। हाम्रो यहाँ सिटी पम्चर भइसक्यो अनि यहाँदेखि हाम्रो घर अहिले 3-4 किलोमिटर छ टाढा अनि हामीहरू जाँदै थिएँ, त्यहाँ पुग्न सकेनौँ। सो हेर्दै गर्नु के हुन्छ आज नि। हामीले चाहिँ यहाँ एउटा मिस्त्री फोन गरेको छौँ नि, दुईजनाले नि के पनि अहिले अवस्था नमिलेर त्यो चाहिँ अहिले बाटोमै छ। अनि अहिले त्यो मिस्त्री आएपछि हेरौला अनि उसले सकथोक बनाउँछ। गाइज हाम्रो मिस्त्री आइसकेको छ मस्तले लेडो दन। अहिले हाम्रो यो मिस्त्री मिस्टर नआएको भए अहिले हामीहरू बारात जान पाउँदैन थियौँ, तर यहाँ चलिरहेछ नि। कति घन्टा लाग्छ गाइज? अहिले सरको म केही नै बोल्न सक्दिनँ गाइज, नभए मिस्त्रीको अहिले दिमाग खराब भएको छ नि। अहिले एक सिरिन छानो भनेर कहाँ छिट्किन्छु। गाइज हाम्रो सिटी बनिहाल्यो, अब जाँदैछु घर। त्यसपछि अब यहीँ बारात जाने नि। हामी पुरा ढिलो भइसकेको छौँ, अहिले बस नहिँडेको होस् भनेर नि। जोहार जोहार जोहार। सो म चाहिँ यहाँ पुगिसकेको छु नि। म चाहिँ यहाँ आफन्तको के म त यसको घरमा आएको छु नि, यो साईको घरमा। यसले चाहिँ के खाना यहाँ स्ट्रेट गरिरहेको छ नि। यसको नाटक त के भन्छ, बेहुली भन्दा पनि धेरै रहेछ नि। बेहुली रेडी भइसक्यो, यो रेडी नै भएको छैन। अब यहाँ एकछिन रेस्ट गरेर अनि उता बिहेको घरतिर जाने। हामी चाहिँ जाँदैछु अब मस्त बिहे घर डान्स गर्न। अनि त्यहाँ सोमबार के हुन्छ अनि आईफोन छ नि केरला कब से बुढ़ा लगा से सेकंड हैंड वाला हो तो हेलो गाइस। हेलो वायरल मा
मनिष एने अलिक एक एवं एनंग उनंग नहीं दिए बला देखी खाली हेलो माय नेम इज अरविंद यो चाहिँ दुल्हाको भाइ यस यो चाहिँ दुल्हाको भाइ यो पनि दुल्हाको भाइ भतिज भाइ भाइ यो दुल्हाको के भन्छ साली साली बहिनी साली स्ल्यास बहिनी यो चाहिँ चोफा अनि यता छ हाम्रो गाइजहरू यो पनि सब हाम्रो दुल्हाको त्यो हो राखेला यो दुल्हाको यार्जी अनि यार्जी म पनि दुल्हाको यार्जी यो चाहिँ दुल्हाको बाबा यो चाहिँ दुल्हाको मामा कहाँ भेटे दुल्हा के कहाँ भेटे दुल्हाको बाप काका भेटे कहाँ यो चाहिँ मेरो बाबा मामा कहाँ भेबी दुल्हा कहाँ भे ए यो चाहिँ कन्याको मामा ए ने काका फुफू फुफू एगो खाई के देखा ना एक पल्ला सब का हाई कर देने ना हाई कर देने फेमस भइ जेबी दै बोलियो का हाई कर देने दै के पनि काम पर्यो भने यहाँ हाम्रो पुलिस ज्यू हुनुहुन्छ नि ए आर्मी के पनि अप्ठ्यारो पर्यो भने यहाँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ म नम्बर कमेन्टमा छोडिदिन्छु भाटो चाहिँ त्यहाँ बाहिर